स्कटल्यान्डमा जारी ट्राइनेसन टी20 सिरिज अन्तर्गत आज भएको खेलमा चाहिँ नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ है। पहिले चाहिँ टस जितेर फिल्डिङ चुनेको नेपालले नेदरल्यान्ड्सलाई गजब तरिकाले चाहिँ रोक्यो है। 174 मा चाहिँ नेदरल्यान्ड्सलाई रोकेको थियो। योभन्दा पछाडिको म्याचको कुरा गर्नुपर्दा होइन, नेदरल्यान्ड्सले चाहिँ 152 बनाएको थियो। हामीलाई चाहिँ त्यो 153 पनि चेज गर्न मुस्किल परेको थियो र चाहिँ गेम सुपर ओभरसम्म पुगेको थियो। नेदरल्यान्ड्सलाई पछिल्लो जितको अलिकति कन्फिडेन्स पनि थियो होइन, उसलाई चाहिँ होप पनि थियो यो म्याचमा पनि त्यस्तै प्रकारको प्रदर्शन गर्छौँ भन्ने कुरा होइन सायद। र ओपनिङ ठिकै रह्यो होइन नेदरल्यान्ड्सको। विकेट त गिरिरहेको थियो होइन, एक साइडबाट चाहिँ विकेट गिरिरहेको थियो नेदरल्यान्ड्सको, तर पनि एउटा खम्बा बनेर उभिएका थिए एउटा साइडमा माइकल लेभिट है। यसै पनि उनी यस सिरिजको चाहिँ टप स्कोरर छन् होइन। नेदरल्यान्ड्सको मिड अर्डरका ब्याट्सम्यान पनि चल्न सकिरहेको थिएन होइन, सबै फ्लप भइरहेको खण्डमा। र लास्टमा चाहिँ भान्डर मर्ग र आर्यन दत्तको बिचमा एउटा चाहिँ गजबको साझेदारी बन्यो होइन, उनीहरूमा छोटो मिठो साझेदारी बन्यो, जसको कारण चाहिँ उनको शानदार फिनिसिङ टचले गर्दा चाहिँ नेदरल्यान्ड्सले चाहिँ 20 ओभरमा 174 बनाउनु पुग्यो र 175 को टार्गेट सेट गर्यो होइन, जुन एकदमै राम्रो पनि थियो होइन। पछिल्लो म्याचमा त 152 गराएको थियो उसले, त्यही पनि हामीले चाहिँ चेज गर्न नसकेर सुपर ओभरमा जान पुगेको थियो खेल होइन, र ऐतिहासिक बनाएको थियो। एउटा चाहिँ ऐतिहासिक रेकर्डेबल विन चाहिँ दर्ज गरेको थियो नेदरल्यान्ड्सले होइन। त्यसको होप पनि थियो, त्यसको कन्फिडेन्स पनि थियो, तर हाम्रो खेलाडीहरूलाई होइन त्यो हारको बदला लिनु थियो होइन, त्यसको चाहिँ रिभेन्ज टाइपको मनोभावना पनि थियो हाम्रो खेलाडीहरूमा, इभन हामी फ्यानहरूमा पनि होइन। आजको म्याच निकै इम्पोर्टेन्ट पनि थियो, किन भन्दा पोइन्ट्स टेबल पनि टप गर्नु थियो नेपालले यो म्याच जितेर होइन। र माइन्डसेटमा अलिकति परिवर्तन, त्यसपछि चाहिँ हाम्रो ब्याटिङमा चाहिँ विशेष फोकस र एउटा चाहिँ इम्प्रुभमेन्ट सहितको एउटा चाहिँ ब्याटिङ हुनुपर्ने थियो हाम्रो होइन। त्यो माइन्डसेट हाम्रो जरुरी थियो, किन भन्दा बोलिङ लाइनअप यसै पनि हाम्रो स्ट्रङ थियो। हरेक म्याचमा हाम्रो बोलिङ लाइनअप स्ट्रङ देखिन्छ होइन। लगभग प्रति ओभर 9 को रिक्वायर्ड रन रेट थियो हामीलाई होइन, त्यो सजिलो त अभियसली थिएन होइन। त्यो भएर चाहिँ पछिल्लो म्याचको तुलनामा अलिकति ज्यादा रिक्वायर्ड रन रेट आवश्यकता थियो हामीलाई होइन, अलिकति राम्रो ब्याटिङ गर्नुपर्ने थियो झनै। र सुरुवात स्टार्टअप त्यति राम्रो हुन त सकेन, तर पनि एक साइडबाट चाहिँ हाम्रो भोर्तेल मामा चाहिँ डटिरहे है, एकदमै गजबको लाग्यो उनको चाहिँ जुन माइन्ड सेट होइन। एउटा साइडबाट विकेट गिरिरहेको थियो होइन, आवश्यकता अनुसारको होइन, एउटा चाहिँ रिक्वायर्ड रन रेटलाई ध्यानमा राखेर चाहिँ गजबको चाहिँ एङ्करिङ भूमिकामा चाहिँ उनी देखिएका थिए। आज एउटा बिरलै एउटा माइन्ड सेटको साथमा आज उनी उपस्थित थिए, किन भन्दा कुशल भुर्तेल नै होइन पावर प्लेको जति सके चाहिँ उनी युज गर्न खोज्छन् होइन, हरेक खेलमा हामीले देखेका छौँ। त्यो भएर चाहिँ उनले चाहिँ 6 वटा चौका लगाए आज होइन। आवश्यक रन चाहिँ उनले आफ्नो टिमको लागि आज चाहिँ बनाए होइन, त्यो एकदमै महत्त्वपूर्ण पार्ट थियो होइन। यही कुरा महत्त्वपूर्ण लाग्यो होइन, जुन प्रकारले चाहिँ पछिल्लो म्याचको कुरा गर्नुपर्दा होइन, हामीले चाहिँ स्कटल्यान्डसँग खेल्दाखेरि 98 रनको टार्गेट पाउँदाखेरि पनि हामी चाहिँ त्यहाँ चाहिँ अलिकति लडखडाएका थियौँ होइन। हामीलाई चाहिँ त्यही पनि चेज गर्न मुस्किल भइरहेको थियो, किन भन्दा 8 विकेट गिरिसकेको थियो हाम्रो पनि, त्यहाँ चाहिँ गाह्रो भइसकेको थियो हामीलाई होइन। आवश्यकता अनुसारका बाउन्ड्रिजहरू लगाइरहेको थियो कुशल भुर्तेलले होइन, र उनको त्यही चाहिँ गजबको चाहिँ ओपनिङ स्टार्टअपले चाहिँ अब पछाडि आउने खेलाडीहरूमा चाहिँ एक प्रकारको होप क्रिएट गर्यो होइन, एउटा चाहिँ फुल्ली कन्फिडेन्सका साथ होइन, गजबले ब्याटिङ गरेर गए। भीम सार्कीको कुरा गरौँ होइन, पछि आरिफ शेख त झन् आज धुवाँ गरिदिए होइन ब्याटिङद्वारा। रोहित पौडेल चाहिँ आज चलेनन् है, ज्याकलाइन क्यासीले चाहिँ उनलाई एलबिडब्ल्यू गरे होइन, आरिफ शेखले चाहिँ गजबको चाहिँ ब्याटिङ गरे है आज। यो हाम्रो जितमा चाहिँ आरिफ शेखको पनि भूमिका त्यति नै छ जति चाहिँ कुशल भुर्तेलको छ होइन। उनले चाहिँ जुन प्रकारले चाहिँ एक तरफबाट चाहिँ एक साइडबाट कुशल भुर्तेलले चाहिँ पारीको बुन्दै गर्दा दोस्रो साइडबाट उनले चाहिँ प्रेसर फिल हुन दिएनन्, रिक्वायर्ड रन रेटको प्रेसर फिल हुन दिएनन् टिमलाई होइन। गजबले चाहिँ ताबडतोड ब्याटिङ गरिरहेका थिए। तर जब दिपेन्द्र सिंह अहिले आए नि, त्यसपछि चाहिँ आरिफ शेखले चाहिँ एक साइडबाट ताबडतोड ब्याटिङ गरिरहेको थियो, वेस्ट इन्डिज स्टाइलमा चाहिँ ब्याटिङ गरिरहेको थियो होइन। त्यसपछि चाहिँ दिपेन्द्र सिंह अहिले चौका लगाएन, उनले पनि सुझबुझ सहितको पारी खेले होइन। आज उनी चाहिँ भागिरहेको थियो, दौडिरहेको थियो होइन, जहाँ चाहिँ 1 रन पनि हामीले एक्सपेक्टेसन गरेका थिएनौँ। 1 रन पनि भयो कि नै भन्ने अवस्थामा 2 रन बटुलिरहेको थियो है दिपेन्द्र सिंह अहिले। सायद त्यसैको प्रेसर हुनुपर्छ होइन। आरिफ शेख थाकिसकेका थिए होइन, 19औं ओभरसम्म उनलाई चाहिँ अलिकति गाह्रो भएको जस्तो फिल हामी गर्न सक्थ्यौँ, देख्न सक्थ्यौँ होइन। र लास्ट ओभरमा चाहिँ उनी रिटायर्ड आउट भएर चाहिँ बाहिरै जानुपर्ने स्थिति आयो होइन।
उनको चाहिँ खुट्टामा खिचाव आयो होइन। दिपेन्द्रको त्यो तेज 2 रन लिने क्रममा चाहिँ होइन उनको चाहिँ खुट्टामा खिचाव आयो सायद नसामा होइन। त्यो भएर चाहिँ रिटायर आउट भएर बाहिर गए र अन्तिम ओभरमा जितको लागि 7 रन चाहिएको थियो। 7 रन मात्रै आवश्यकता थियो होइन। नेपाल लगभग जितको नजिक पुगिसकेको थियो। त्यस बेला चाहिँ आए आरिफ शेखको ठाउँमा आए लोकेश बम होइन। अनि सुरुकै बलमा चाहिँ एउटा गजबको छक्का लगाइदिए। अब जितको लागि मात्रै 1 रन चाहिएको थियो नेपाललाई। अब दोस्रो तेस्रो बल फेरि डट भयो। त्यहाँ फेरि एउटा त्रास उत्पन्न भयो क्या। फेरि पछिल्लो जस्तो चाहिँ हाम्रो सुपर ओभरमा कतै जाने त होइन खेल भन्ने जस्तो पनि त्यहाँ भयो। 1-2 बल अझै डट भयो। त्यहाँ गाह्रो थियो, जे पनि हुनसक्थ्यो खेल होइन। र चौथो बलमा चाहिँ उनले एकदम गजबको लामो छक्का लगाइदिए। एकदम शानदार प्रदर्शन भयो नेपाली खेलाडीहरूद्वारा र पछिल्लो हारको पनि बदला लियो नेपालले होइन। आजको जुन खेल छ नि होइन यो एकदमै इम्पोर्टेन्ट छ होइन। 6 विकेटले चाहिँ हामीले गेम जित्न पुग्यौँ। र अलिकति नेदरल्यान्ड्सको कुरा गर्नुपर्दा होइन नेदरल्यान्ड्सले चाहिँ मार्क्सवुड आउट जस्तो खेलाडीलाई त्यसपछि तेजा निदामनहरू होइन यी खेलाडीहरूलाई चाहिँ बाहिर राख्यो क्या होइन। नेदरल्यान्ड्सले चाहिँ मार्क्सवुड आउट जस्तो एउटा चाहिँ पावरफुल ब्याटरलाई आज बाहिर राख्यो होइन। त्यसपछि तेजा निदामनहरूको कुरा गरिरहेको थियौँ होइन। हामीले उसलाई पनि बाहिर राख्यो होइन। र भिभियन किङमालाई चाहिँ उसले बाहिर राखेर सायद ठिकै पनि गरेको थियो होइन। किन भन्दा पेसर्सलाई ल्याउनु थियो होइन आजको यस पिचमा। त्यो भएर ओभरअल हेर्नुपर्दा होइन जे होस् हामीलाई त फाइदै भयो होइन। ओडाउटले खेलेनन् हामीलाई फाइदै भयो। बाँकी ब्याटरहरूले पनि सिक्नुपर्छ कुशल भुर्तेलको यो चाहिँ यङ्करिङ भूमिका वाला पारी होइन जहाँ चाहिँ रन पनि बनिसक्यो। उनको चाहिँ स्ट्राइक रेट त्यति राम्रो नभए पनि करिब 128 को स्ट्राइक रेटमा उनले चाहिँ ब्याटिङ गरे आज होइन। 51 बलमा 65 रनको चाहिँ गजबको पारी उनले खेले होइन। 6 विकेटले जित्दै चाहिँ नेपालले चाहिँ पोइन्ट्स टेबलमा टप गरेको छ होइन। अब भोलि पनि हाम्रो खेल छ होइन। यस सिरिजको अन्तिम तथा नेपाल स्कटल्यान्डको चाहिँ अन्तिम खेल भोलि छ स्कटल्यान्डसँग होइन। र यही थियो आजको खेल चाहिँ एकदम गजब लाग्यो होइन। जे सोचेका थियौँ जुन प्रकारको चाहिँ हामीमा एउटा रिभेन्ज टाइपको मनोभाव थियो होइन। जुन पछिल्लो म्याचमा चाहिँ हामीलाई ऐतिहासिक हार बिहोर्नु परेको थियो होइन क्रिकेट इतिहासकै, त्यसलाई चाहिँ आज जितेर नेपालले चाहिँ गजबको जवाब चाहिँ नेपालले दिइसकेको छ होइन डच टोलीलाई। अब भोलिको म्याच कस्तो हुन्छ होइन। म मिल्नेछु भोलि नेपाल र स्कटल्यान्ड बिचको खेलको एनालाइज भिडियो लिएर। यतिसम्मलाई म छुट्टिन्छु। थ्याङ्क यू, गुड नाइट।